गत फागुन 21 को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 5 बाट सस्मित पोखरेलजी भारी मतले विजयी हुनुभएको छ र उहाँ चाहिँ आज हामीसँग जुम मार्फत जोडिन लाग्दै हुनुहुन्छ र हामी त्यहाँ के कस्ता अन्तर्क्रिया कार्यक्रम हुन्छ, के कस्ता सल्लाह सुझावहरू आदान प्रदान हुन्छ त्यस विशेषमा हामी जाँदैछौँ। हाम्रो यात्रा लगभग 3 घण्टाको हुनेछ। बाटो लामो छ। हामीसँग यहाँ तुलसी दाई हुनुहुन्छ। हेलो दाई। हेलो। के छ? हामी यहाँबाट प्रेसनबाट पिटरबरो पुग्न कम्तीमा 3 घण्टाको ड्राइभ छ। कम्तीमा के छ, तपाईँलाई कस्तो लाग्छ आजको प्रोग्राम कस्तो हुनेछ? एकदम उल्लासमय उपस्थिति हुन्छ। हाम्रो रासोपा युके विभागको चाहिँ सबै साथीहरू जम्मा हुने अपेक्षा राखेका छौँ। एक खुसियालीको मौका पनि हो र यसमा चाहिँ हामी अब विशेष किसिमको छलफल हुने सम्भावना छ। एउटा एकदम अहिले जुन नतिजा आएको छ नतिजालाई चाहिँ एकदम त्यसलाई चाहिँ धन्यवाद दिँदै अब अरू साथीहरूले यसमा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अब उहीँ पुगेर थाहा हुन्छ त्यो सबै कुरा, तर एकदम इन्जोय हुनेवाला छ। शिवजी हामी जाँदैछौँ पिटरबर्ग रासोपा प्रवास नेपाली सम्पर्क विभाग युकेद्वारा आयोजित कार्यक्रममा। धन्यवाद तथा हाम्रो विभागमा धन्यवाद र एउटा खुसी त के भन्ने, अब खुसी नै जस्तो मनाउन जाँदैछौँ है। त्यो सँगसँगै अब हाम्रो सस्मित पोखरेलजी पनि जोइन हुँदै हुन्छ जुमबाट। जानेछौँ अब रासोपालाई 2 तिहाईको सरकार बनाइसकेपछि खबरदारी पनि गर्नको लागि पनि हामी तयार छौँ। धन्यवाद। रिसेन्टली जेनजी मुभमेन्ट भए पश्चात अन्तरिम सरकारले जुन फागुन 21 मा चाहिँ चुनाव घोषणा गर्यो, हामी चाहिँ खास गरी यति चाँडो फागुन 21 मै चुनाव होला भन्ने हामीले चाहिँ सोचेका थिएनौँ। त्यो एकदमै हाम्रो लागि अनएक्सपेक्टेड रह्यो। हामी चाहिँ 84 मा चाहिँ यसपालि चाहिँ गएर चाहिँ घन्टीलाई भोट हाल्ने र घन्टी बजाउने नै निर्णयमा थियौँ हामी सबै, होइन र? हामी सबै घन्टी प्रेमी नै छौँ। हामी चाहिँ त्यो सोचिरहेको थियौँ, तर अनएक्सपेक्टेड तरिकाले जेनजी मुभमेन्ट भयो। त्यो हामी कसैले कल्पना नगरेको चिज हो, नसोचेको चिज अचानक भयो। त्यस भएपछि अन्तरिम सरकार गठन भयो र उहाँहरूले चाहिँ फागुन 21 मा जुन निर्वाचन डेट फिक्स गर्नुभयो, घोषणा गर्नुभयो, कथम कदापि हामीले चाहिँ विदेशमै बसेर पनि अनलाइन भोटिङ गर्न पाइन्छ कि है भन्ने एउटा चाहिँ अवसर प्राप्त होला कि है, अलिकति आशा, सानो आशा कहीँ न कहीँ पलाएको थियो। तर त्यो आशा पनि अब त्यत्तिकै सेलाएर गयो। अब हामी चाहिँ के चाहन्छौँ, हामी रासोपा प्रेमी चाहिँ के चाहन्छौँ भने अब हाम्रो सरकार बन्दैछ। अब हाम्रो सरकारले चाहिँ अब आउने आगामी चुनावमा चाहिँ हामी नेपाल नफर्किकन हामी जुन देश छौँ, युके, अस्ट्रेलिया, अमेरिका, साउदी, दुबई, संसारभरि छरिएर बसेका सम्पूर्ण नेपालीहरूले चाहिँ अनलाइन भोटिङ गर्न पाइयोस् भन्ने हामी ठुलो आशा गर्दछौँ। र साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी टिमलाई पनि एकदम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण उम्मेदवारहरू जो विजय हासिल गर्नुभयो, विजेताहरू जो विजय हासिल गर्नुभएको छ र जो विजय हासिल गर्न सक्नु भएन, उहाँहरू पनि अझै खटिरहनुहोस्। जनताका मुद्दाहरूलाई चाहिँ कहिले पनि नछोड्नु, सधैँ समेटेर अघि बढिराख्नु होला। र हामीले कुरा गरे हाम्रो जुन निर्वाचनभन्दा अलि अगाडि कुरा गरेको सुशासनको कुराहरू, भ्रष्टाचार न्यूनीकरण गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, देशलाई तीव्र रूपमा विकासका तर्फ लम्काउने, ती कुराहरू पनि अब बाचामा मात्रै होइनन्, त्यसलाई पनि परिणाममा पनि परिवर्तन गर्ने बेला आएको छ। त्यसको लागि हाम्रो टिम, रासोपाको टिमले दिनरात खटेर काम गर्छ भन्ने हामी अपेक्षा गर्दछौँ। गर्नु पनि पर्छ किनकि सारा आम नेपालीले चाहिँ भोट हालेर जिते नि त। यो सबैको भरोसा, सबैको सपना हो कि यो सबै नेपालीको एकदम रासोपाको समर्थनले मात्र भोट हालेको छैन, सबैको सपना, सबैको भरोसा रासोपा हो। डेलिभरी दिनु एकदमै इम्पोर्टेन्ट हुन्छ। चुनाव जित्नु एउटा पाटो छ भने डेलिभरी अत्यन्तै इम्पोर्टेन्ट छ। यसमा एकदम सुशासन, यसमा एकदम डेलिभरी दिने, होइन पहिले भएको खराब पक्षको सबै कारबाहीको दायरामा ल्याउने, एकदम चुस्त विधिको शासन सञ्चालन गर्ने, अनि विकासका विभिन्न कार्यक्रमहरू अगाडि बढाउने। यसरी अब यस्तै किसिमले अब जो रोजगारीहरू सिर्जना गर्ने, यसै गरी धेरै कामहरू एकदम ठुल्ठुलो कामहरू गर्न बाँकी छ, एकदम ठुल्ठुलो कामहरू गर्न बाँकी छ। अब आउने सरकारलाई 1 मिनट पनि फुर्सद छैन।
अब एक मिनट पनि टाइम वेस्ट गर्न त्यतिकै पहिलाको प्रधानमन्त्रीहरू जस्तो मन्त्रीहरूले जस्तो रिबन काट्न जाने फुर्सद छैन। उनीहरूले चाहिँ त्यो आफ्नो पपुलारिटीको लागि गएर भाषण मात्रै ठोक्ने, अरूलाई तथानाम गाली गरेर चाहिँ समय खर्च गर्ने टाइमै छैन। अब त एक मिनट अबको जुन एउटा एक्जिक्युटिभ क्याबिनेट जुन छ तिनले यति धेरै काम गर्नुपर्छ। उनीहरूले मात्र होइन, अब सांसदहरूले गर्ने काम त अलगै छ होइन, अब कार्यपालिकाले गर्ने काम पनि त्यस्तै हो। उनीहरूले एक मिनट उनीहरूसँग फुर्सद हुनु हुँदैन। उनीहरूले यस्तो गरी लागेर काम गर्नुपर्छ कि अर्कोचोटि चुनाव हुँदाखेरि यो 2/3 त त्यतिकै फड्को मार्ने किसिमले हुनुपर्छ। अब त यो जुन भरोसा छ, विश्वास छ, यसलाई टिकाउनुपर्छ र अझ यसलाई बढाउनुपर्छ। किनभने जनताको एकदमै ठुलो अपेक्षा छ। रासोपा यस्तो एउटा निर्विकल्प यस्तो ठुलो सपना बनेको छ। यो सपना जसरी पनि पुरा गर्नुपर्ने उनीहरूको दायित्व छ। अब चाहिँ कुनैले इफ एन्ड बटले रोक्दैन। अब चाहिँ उहाँहरूले डेलिभरी दिनै पर्छ। यो कुरोमा हामी पनि निरन्तर खबरदारी गरिरहनेछौँ। किनभने हामी पहिलेको पार्टीको जस्तो झोले होइनौँ। हामी चाहिँ राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न कति पनि हिचकिचाउँदैनौँ र हामीले यो निरन्तर खबरदारी गरि नै रहनुपर्छ। हामीले मात्रै सबैले गर्नुपर्छ भन्ने मलाई लाग्छ होइन। हस्, हामीसँग जोडिँदै रहनु होला। हामी निरन्तर अब यस्तै महत्त्वपूर्ण कुराहरू इन्फर्मेसन हामी दिइरहनेछौँ। हामी अब त्यहाँ गएर के कसो लाइक सब्सक्राइब पनि गरिदिनु होला। कमेन्ट बक्समा सल्लाह सुझाव पनि दिनु होला होइन। हामी त्यहाँ पुगेर अब अपडेट पनि दिने गर्दछौँ। उहाँ अब नेपालपट्टि चाहिँ सस्मित पोखरेलजी हुनुहुन्छ। उहाँहरूको धारणा के छ, उहाँले पनि केही कुरा आफ्नो कुराहरू राख्नुहुनेछ। र हामी चाहिँ गाडी लोकेसनमा पुग्यौँ ट्याक्क। हाम्रो चाहिँ अलिकति लङ डिस्टेन्स थियो। हाम्रो लगभग 3 घन्टा 4 घन्टाको ड्राइभ थियो। त्यसपछि हामी लोकेसनमा पुग्यौँ र कार्यक्रमतिर अगाडि बढ्यौँ। हामी लोकेसनमा पुग्दै गर्दाखेरि कार्यक्रम आयोजना गरिएको ठाउँमा पुग्दै गर्दाखेरि चाहिँ अलिकति कार्यक्रम सुरु भइसकेको रहेछ। 10-15 मिनट जति कार्यक्रम सुचारू चालु भइसकेको रहेछ। र त्यसपछिका अपडेटहरू चाहिँ त्यसपछि कार्यक्रममा के कस्ता कुराकानीहरू भए चाहिँ विस्तृत रूपमा चाहिँ यस भिडियोमा क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ। इन्भेस्टमेन्टकै विषय हो, हाम्रो कन्सर्न भनेको देशभक्तिकै विषय हो। यी 3टा पोइन्टलाई मध्यनजर राखेर उहाँले आफ्नो र हाम्रो पार्टीको भोलि विदेशमा बस्ने तपाईँ जस्ता मान्छेहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी देशमा फर्काउन मद्दत गर्छ, तपाईँ हामीलाई नागरिकताको माध्यमबाट कसरी जोड्न मद्दत गर्छ र हाम्रो फ्युचर पोलिसी के हो त। अब देशमा चाहिँ हामीले चाहिँ 100 बिलियनको चाहिँ इकोनोमीमा लैजान्छौँ भनेर चाहिँ वाचापत्रमा त लेखिरहेका छौँ। त्यसको चाहिँ सही रूपान्तरण यो पार्टीले कसरी गर्छ, हामीलाई चाहिँ देश विकासमा मार्गमा हामीलाई कसरी जोड्छ भनेर माननीय श्री सस्मित पोखरेलज्यूले प्रकाश पारिदिनु हुनेछ। म यसपछि धेरै समय नलिकन हामीले उहाँलाई र उहाँका कुरा सुनिसकेपछि त्यसपछि हामी प्रश्नोत्तर कार्यक्रम र हामीले हाम्रो पार्टीको विभागबाट चाहिँ हाम्रो जिम्मेवारीका कुराहरू र हामीले यहाँबाट नेपालमा जोड्न सकिने विभिन्न कुराहरूमा तपाईँहरूको राय सल्लाह लिएर र छलफल गरेर आजको कार्यक्रम टुङ्ग्याउनेछौँ। हामी लामो नगरिकन म हाम्रो माननीयज्यूलाई म चाहिँ बोल्नलाई आग्रह गरेँ र म सस्मितजीलाई बोल्नको लागि अनुरोध गर्छु है त। धन्यवाद। सबैजनालाई नमस्कार। मेरो आवाज सुनिन्छ? सबैजनालाई नमस्कार। सर्वप्रथम त मलाई यस मन दिन चाहन्छु र अघि पूर्ववक्ता साथीले पनि भनिसक्नु भयो, यो अब हामी सबैको चित्त हो। एकजना विशेष उम्मेदवार अथवा एउटा पार्टीले गर्दा मात्र होइन, यो टिम वर्क उम्मेदवार, पार्टी लगायत हाम्रा विभिन्न नेताहरू का साथसाथै देशमा विदेशमा हुनुभएको सबैजना नेपालीहरूले गर्दाखेरि चाहिँ आज हामी यो ठाउँसम्म पुग्न सम्भव भएको हो। अब चुनावी माहौलको बारेमा पनि थोरै साथीहरूलाई सेयर गर्नुपर्दा हामी घर दैलोमा जाँदा पनि विभिन्न ठाउँमा चाहिँ पहिलादेखि नै भइरहेको कथाहरू, विदेशमा हाम्रो छोराले, हाम्रो भाइले, हाम्रा नातिले भनेको हुनाले हामी सुरुदेखि नै तपाईँहरूलाई भोट हाल्ने नै मनस्थितिमा छौँ भनेर त्यो धेरै ठाउँमा पहिला पनि सुनिँदै आएको, योपालि पनि सुनियो। अधिकांश हाम्रो भोट 2/3 पुग्नको लागि देशमा रहनुभएको सबैजना नेपाली दाजुभाइले गर्दाखेरि त्यो हामीले सोचेको भन्दा धेरै बढी चाहिँ त्यसले पनि हामीलाई 2/3 पुग्नको लागि चाहिँ हामीलाई मद्दत गरेको छ। त्यति मात्र होइन, योपालि चुनावी दौडमा जाँदाखेरि मलाई पहिलाको चुनावहरूभन्दा अलिकति बढी फरक महसुस भएको कुन ठाउँ पनि हो भने योपालि त भोट हाल्नकै लागि भनेर पनि विदेशबाट कतिजना आउनुभएको थियो। कतिजनासँग भेट्नु त कोही युकेबाट आयो भन्नुभयो, अस्ट्रेलियाको, अमेरिकाबाट होइन, विभिन्न कता साउदीबाट धेरै ठाउँबाट चाहिँ योपालि तपाईँहरूलाई मात्र हाल्न आएको भन्ने नेपाली दाजुभाइहरू पनि हामीले धेरैजना भेट्यौँ। अनि त्यो भेट्दै गर्दाखेरि उहाँहरूको ऊर्जा देखेर होइन, एउटा भोटको लागि मात्रै हेर्दा त एक भोट त हो नि जस्तो देखिन्छ।
तर उहाँले त्यो एक भोटको अङ्क गणितमा मात्र होइन, त्यो भोटको ग्राभिटीलाई बुझेर, भोटको महत्त्व, त्यो रिप्रेजेन्टेसनको त्यो फिलोसफीलाई बुझेर उहाँले जसरी त्यत्रो टिकट काटेर होइन, छुट्टी लिएर टिकट काटेर एउटा भोट हाल्न मात्र आउनुभयो, त्यसले चाहिँ विदेशमा बस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको डेडिकेसन देखिन्छ। उहाँहरू कति यो देशको माया उहाँहरूलाई कति छ, प्रेम कति छ। कतिजनाले बिदा लिएरै आउनुभयो, कतिजना चाहँदै पनि त्यताको परिस्थितिका कारण आउन पाउनु भएन होला। आउन नपाउनु भएको साथीहरूले पनि जसरी आफ्नो परिवारलाई, नातेदारलाई, साथीभाइलाई फोन गरेर राष्ट्र स्वतन्त्र पार्टीलाई घन्टीमा भोट हाल्नु भन्नुभयो, त्यो पनि अर्कै किसिमको क्याम्पेन छँदै थियो। त्यसको लागि चाहिँ हाम्रो पार्टी, राष्ट्र स्वतन्त्र पार्टीका सदस्यहरू, नेपालमा विदेशमा बस्नुभएको सम्पूर्ण साथीहरू र सदस्य मात्र होइन, पार्टीका शुभेच्छक, पार्टी चाहिँ राम्रो बाटोमा अगाडि जाओस् भनेर चाहनु मात्र भएको साथीहरू पनि सबैजनालाई धेरै नै धन्यवाद म दिन पनि चाहन्छु। अघि पूर्ववक्ता साथीले पनि भनिसक्नु है। मलाई चाहिँ त्यो धेरै राम्रो चाहिँ मैले धेरै समयदेखि चाहिँ त्यो कुरा चाहिँ मलाई त्यो प्र्याक्टिस चाहिँ देखि। सस्मितजी सुनिराख्नु भएको छ? पहिलो प्रश्न, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो सरकारी कार्यालयबाट हटाउन सकिन्छ कि सकिँदैन? त्यो त्यति शोभनीय देखिएन है। एउटा मलाई लाग्छ अरू धेरै देशहरूमा त्यो त्यस्तो खालको संस्कार छ जस्तो लाग्दैन। त्यो एउटा कुरा छ। दोस्रो, खर्च कटौतीको कुरा छ। अब मैले देखेको चाहिँ नेपालमा के छ भने त्यो सरकारी कर्मचारीहरू कतिपय त शाखा अधिकृतदेखि नै माथि गाडी र ड्राइभर दिने चलन छ होइन। त्यसले गर्दाखेरि त्यो तेल दिएको छ, गाडी दिएको छ, ड्राइभर दिएको छ, त्यो अनावश्यक खर्च छ। त्यो मलाई लाग्छ आफ्नो गाडी छ भने आफै चढेर आउने होइन, छैन भने पब्लिक भेहिकलमा आउनुहुन्छ। त्यो कुरा चाहिँ त्यसलाई हटाउँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। त्यो हटाउन सकिन्छ कि सकिँदैन है। अर्को, अब धेरै कुराहरू छ, ब्युरोक्रेसीको कुराहरू छ, धेरै कुराहरू छ। यो धेरै भेग कुराहरू चाहिँ नगरौँ, पार्टीको कुरा गरौँ। अब किन देशको कुरा भयो, पार्टीको कुरामा चाहिँ अहिले के छ भने अब एकदम यो हामी एउटै फ्यामिलीभित्र छौँ होइन। यो कुरा मैले यहाँ राख्दा हुन्छ। जस्तो अब बालेनले एकातिर गर्छ, रविले एका गर्छ, अथवा यो मिडिया ट्रायलहरू हुन थालेको छ, विपक्षीहरूले क्वेसनहरू गरिरहेछ होइन। जस्तो अब यो रविको मान्छे, यो बालेनको मान्छे भन्ने यो खालको चाहिँ पार्टीभित्र चाहिँ विवादहरू निस्किने, भोलि पार्टीलाई फुटाउने खालको षड्यन्त्रहरू पार्टी बाहिर पनि हुनसक्छ, पार्टीभित्र पनि हुनसक्छ, विभिन्न किसिमले चाहिँ अब हुनसक्छ। त्यो कुराहरूलाई चाहिँ कसरी नियन्त्रण गर्नुहुन्छ है? किनभने आइ पनि रहेको छ, मिडिया ट्रायल भइरहेको छ, कसरी रेस्पोन्स गर्नुहुन्छ? किनभने धेरैले भन्छ बालेन बोल्नुहुन्न, त्योभित्र के छ थाहा छैन, कसले रेस्पोन्स गर्छ है? म एकदम छिटो बोलिरहेको छु है, स्पिडअप गरिरहेको छु, म निस्किनु भन्छ। अनि अर्को कुरा चाहिँ के छ भने जस्तो अहिले चुनाव भयो, हामीले अहिले नतिजा हेर्दाखेरि समीक्षा मात्रै गर्न भन्दा पनि अलिकति विश्लेषण पनि गर्नुपर्छ जस्तो लाग्छ। अब हाम्रो पूर्वी पहाडमा र पश्चिमी पहाडमा र विशेष कर्णालीमा चाहिँ हाम्रो उपस्थिति अलि राम्रो देखिएन होइन। अब भोलि त अब स्थानीय निकायको चुनाव पनि हुन्छ होइन, अब त्यसपछि प्रदेशको चुनाव पनि हुन्छ। अब यो कुरालाई चाहिँ अब हामीले त्यो ठाउँमा हामीले प्रभावकारी उपस्थिति कसरी के स्ट्राटेजी चाहिँ अब पार्टीले चाहिँ अपनाउँछ र भोलि हामीले त्यो ठाउँको सिटहरू पनि, त्यो ठाउँको सिटमा चाहिँ होइन, त्यो ठाउँमा हामीले हाम्रो मान्छेहरू, हाम्रो मतहरू, हामीले चुनाव जित्नेदेखि लिएर हाम्रो प्रभाव पनि त्यो क्षेत्रमा चाहिँ कसरी पार्न सकिन्छ? मलाई लाग्छ यति नै हो। दुईवटा क्वेसन चाहिँ पार्टीको, दुईवटा क्वेसन चाहिँ देशको बारेमा चाहिँ मैले सोधेँ होइन। अब मेरो चाहिँ निस्किनु पर्ने छ, मलाई यो अप्ठ्यारो लागिरहेछ। म अझ के छ उहाँले मेरो क्वेसनको आन्सर गर्नुहुन्छ कि एकचोटि कलेक्सन गरेर सबैको छोटो सबैलाई इन्भल्भ गराए पनि हुन्छ। छोटो क्वेसन राख्नु सबैले। मेरो सिट दियो। सबैलाई धन्यवाद सुनिदिनु भएकोमा। सस्मित दिदीलाई पनि धेरै धेरै धन्यवाद। मलाई लाग्छ उहाँले चाहिँ राम्रो आन्सर दिनुहुन्छ। म 2-3 मिनट बसेर निस्किन्छु। आइम सरी फर द्याट। हस्, थ्याङ्क यू धर्म सर। अब हामी केही प्रश्नहरू जो साथीहरूको छ उहाँहरूबाट प्रत्यक्ष हामी हजुरले प्लिज आफ्नो नाम सहित प्लिज यहाँ आएर भन्नु। होइन, म यहाँ भन्छु। सबैलाई नमस्ते। म प्रवासी हुँ, तपाईँहरू सबैलाई लाग्छ, तपाईँहरू सबै देश कसरी चल्छ त्यो सस्मित पोखरेल नयाँ नेता हुनुहुन्छ, उहाँले चलाउनु होला। 100वटा बाचा पत्र भनिसक्नु भएको छ, सायद गर्नुहुन्छ होला। तर एउटा प्रश्न के छ भने नेपाली कङ्ग्रेस, एमाले र माओवादीले विगत 35 वर्षदेखि यो देशलाई, नेपाल देशलाई लुटेर खाएको, यो प्रष्ट भएको कुरा छ। अब तिनीहरूले पनि यस्ता बाचा पत्रहरू धेरै ल्याएका थिए विगतमा चुनावमा होइन। जस्तै हामी यो गर्छौँ, तिमीहरूलाई चाहिँ गैर आवासीय नागरिकता दिन्छौँ, एनआरएलको कार्ड दिन्छौँ होइन, के अधिकार दिन्छौँ, राजनीति बाहेक के भन्ने नारा त लगाएकै हो। अब राष्ट्रवादी चाहिँ सरकार जब बनाउँदै सायद मनोस्पेस त बनाउँछ होला नै सायद होइन। यदि नेपालमा यो 2/3 राष्ट्रपतिको सरकार जो बन्दैछ त्यसले नेपाली प्रवास रहेको नेपालीहरूको जो नागरिकता, दोहोरो नागरिकताको सवाल अथवा त्यसलाई चाहिँ
गैर आवासीय बनाउने कुरा अथवा धारा 11, 12, 13 जुन नेपालको संविधानमा अहिले गणतन्त्र आएपछि बनाएको छ त्यो चाहिँ संशोधन गर्छ गर्दैन, गर्ने हो या होइन, त्यो चाहिँ स्पष्ट एउटा खाका दिन जरुरी छ। माननीयज्यूले चाहिँ यसमा चाहिँ सदनमा चाहिँ जोरदारसँग चाहिँ कस्तो किसिमको खाका बनाउनु त एउटा नागरिकता विधेयकसँग पास गर्नले पनि 18 वर्ष पुगेको अवस्था छ। त्यसैले आई थिङ्क पोखरेल सरले यो विषयमा सदनमा जोरदार मार्ग उठाउन अनुरोध गर्छु। गुड लक माननीय बन्नुभएकोमा। थ्याङ्क यू प्रणामजी। यसै गरी हजुरहरूले प्लिज यहाँ आफ्नो नाम चाहिँ भन्नुपर्छ। मेरो नाम शरद भूषाल, मान्यज्यूलाई बधाई तथा शुभकामना। हाम्रा सवाल त सादा छन् बाहिर बस्ने नेपालीहरूको, त्यसमध्ये अब कतिपय साथीहरूले अरू क्वेसनहरू गर्नु होला। मेरो चाहिँ के छ भने चाहिँ दुईवटा कुरा, एउटा हामीलाई प्रवासमा बस्ने नेपालीहरूलाई है यहाँको के निर्देशन छ, अब आगामी दिनहरूमा हामीले खेल्ने भूमिकाहरूको बारेमा यहाँहरूको आशा के छ र निर्देशन के छ, त्यो पनि एउटा है। अर्को कुरा दोहोरो नागरिकताको कुरा, यो त चलिरहन्छ, तर त्यो गर्दै गर्दाखेरि विद्यमान कानुनले कतिपय नेपालीहरूले बाहिरको के भन्छ सिटिजनसिप लिइसकेपछि नेपाली नागरिकता त्यागेका छन्। उनीहरूले आफ्नो इच्छा विपरीत त्यागेका होइनन्, उनीहरूले कसरी भनेपछि नेपालको कानुनले दिँदैन छोड्नुपर्छ भनेका उनीहरूले दिएका हुन्। र धेरै कुराहरूमा चाहिँ बस चल्दाखेरि यो कुरा बाहिर निस्किएको हुँदैन र उनीहरूलाई पनि समेट्नको लागि र उनीहरूको नागरिकता रिइन्स्टेट गर्नको लागि यहाँहरूको के छ है, फ्युचरमा कस्तो के भूमिका खेल्नुपर्छ यहाँहरूले, त्यो बारेमा हाम्रो आग्रह हो यो है। त्यो हेरिदिनुमा अनि अर्को सदस्य राष्ट्रिय परिपत्रको औचित्य र त्यसको निरन्तरताको बारेमा राष्ट्रमा के छ, संघीयताको सवालमा के छ र संविधान संशोधनका के कुन चाहिँ मुद्दाहरू अलिकता अहिलेसम्म देखिएका, भविष्यमा अरू कुराहरू देखिँदै जाला, तर अहिलेसम्म हेर्दाखेरि के कुराहरूमा चेन्जेसहरू ल्याउनु पर्यो भन्ने आवश्यकता यहाँले लेख्नुहुन्छ, त्यो बारेमा अलिकति प्रकाश पारिदिनु होला अनि आग्रह गर्छु। धन्यवाद शरदजी। त्यसै गरी हामी अलिकति म एउटा के रिक्वेस्ट गर्छु भने अलिक छोटो पनि प्रश्न होस् र जो पूर्ववक्त साथीहरूले गरेको प्रश्नभन्दा थोरै भिन्न किसिमको प्रश्नहरू हजुरको मनमा छ भने त्यसलाई फेरि बताइदिनु होला है, एउटै भिन्न गरिदिनु होला। नमस्कार, मेरो नाम तुलस कार्की। एकमुष्ट सबैले मान्यज्यू लगायत सबैले एकमुष्ट मैले चाहिँ नमस्कार गर्ने है। म टु द पोइन्टमा आइहाल्छु। मेरो चाहिँ एउटै छ प्रश्न, लामो प्रश्न गर्दिनँ, कतिपय साथीहरू अहिले गरिसक्नु भएको छ होइन। अनि अब एउटै प्रश्न गर्छु, अलिकति अर्थपूर्ण छ है। अब अर्थपूर्ण कसरी भने अहिलेसम्म नेपालमा भएको कुशासनको लागि अहिलेसम्म नेपालमा भइरहेको जे कुशासन भयो त्यसमा सबभन्दा ठुलो भूमिका बिचौलियाहरूको छ होइन। फाइनली हरेक काण्डको पछाडि बिचौलिया जोडिएका छन् होइन। बिचौलिया कसरी जोडिन्छ भन्दाखेरि बिहान मन्त्री क्वार्टरको पछाडि लामो लाइन लाग्यो। अब एउटा मात्र प्रश्न छ कि अब आउने सरकार जुन मन्त्रीमण्डल क्याबिनेट जो मन्त्रीमण्डलको रेजिडेन्स पछाडि त्यस्तो लामो क्यु अब लाग्छ कि लाग्दैन, बिचौलियाहरूले त्यो स्पेस पाउँछ कि पाउँदैन। मैले बुझेर चाहिँ हजुर त अमेरिकाबाट देशित भएर आउनुभएको रहेछ होइन, तपाईँ सुशासन भएको देशमा यस्तो हामीले सुनेका छैनौँ, कम्तीमा पनि होइन, हामीले त्यस्तो सुनेका छैनौँ। यहाँका मन्त्रीहरूले एकदम ढुक्कसँगले आफूले काम गर्न पाएका हुन्छन् होइन। अनि त्यो प्रकारको अब आउने सरकारमा चाहिँ त्यस्तो दिन सक्छ कि सक्दैन भन्ने कुरा हो कि यसको लागि ठुलो मेहनत पनि गर्नु पर्दैन, पूर्वाधार बनाउने जस्तो वर्षौँ लाग्ने कुरो पनि होइन। यस्तो हामीले यस्तो आशा राख्न सकिन्छ कि सकिँदैन भन्ने हो। धन्यवाद, यति नै हो मेरो प्रश्न। धन्यवाद तुलसी। कसैको छ नमस्ते, मेरो नाम सुरेश श्रेष्ठ, म डाँडाबाट र मेरो पुर्खली घर छ ओखलडुङ्गा। 5 भोटले चाहिँ हाम्रो ओखलडुङ्गामा चाहिँ पूर्व एरियाको चाहिँ के अरे विश्वराजजीले जित्नु भएको छ। खामजीलाई नमस्ते। मेरो एउटा मात्रै कुरा हजुरले भन्नुभएको, मेरो दाँत अस्ति ठोकेर त म बोल्नु पनि राम्रो आउँदैन, तर म यहाँ बोल्नु पर्ने भएर गरेको। हजुरले जुन अहिले बोल्नु भएको कुरा भन्नुभएको कुरा मलाई 100% मलाई ठिक लागेको छ। तर एउटा कुरा चाहिँ ब्युरोक्रेसी र कर्मचारीलाई डबल पेमेन्ट दिएर चाहिँ भ्रष्टाचार रोकिन्छ। यो डबल पेमेन्टमा चाहिँ देशले हाम्रो शब्द त्यही थियो। धन्यवाद सुरेश सर। त्यसै गरी पछि साथीहरू प्लिज मानिसले एकमुष्ट एन्सर दिनुहुन्छ, त्यो पछाडि साथीहरू हुनुहुन्छ त्यहाँ रविशरण देखेको छु तपाईँको डिआरएस सर पछाडि आउनु भएको छ। जस्तै यता अलिक अगाडि नमस्कार, माननीय थियो यो कार्यक्रम गर्दा अध्यक्षता गर्नुभएका सम्पूर्ण साथीहरूमा म दिलाराम गौतम, म नटिङमा बस्छु। मेरो अघि माननीयज्यूले भने चाहिँ हामीलाई चाहिँ नेपालमा हामीले नागरिकता त्यागेकालाई हामीलाई चाहिँ नि जाने वातावरण बनाउँछौँ भन्नुभयो।
यसले चाहिँ हामीमा उत्साह थपेको मैले महसुस गरेको छु र मैले देखेको हामी यहाँ विदेशमा बस्ने नेपाली हामी प्रत्येक नेपाली चाहिँ एउटा नेपालको दूत हौँ। हामीले आफू मात्रै नगएर हामीले यहाँका पर्यटनहरूलाई पनि नेपाल जान उक्साउँछौँ तर पर्यटनहरूलाई पनि नेपालमा चाहिँ अलि आर्थिक तथा अन्य सरकारमा चाहिँ विभेद जस्तो मैले महसुस गरेको छु। त्यहाँ उहाँहरूलाई चर्को शुल्क लाग्छ, त्यसलाई पनि समानता गर्नको लागि के गर्नुहुन्छ म त्यति चाहिँ जवाब सुन्न चाहन्छु। हस्, थ्याङ्क यू। अब उहाँ 15 मिनट निस्किने हुनुहुन्छ। हजुरबाट नमस्ते, धन्यवाद माननीयज्यू। हजुरलाई यो 5 वर्षीय कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो घर काभ्रे हो, यहाँ बसाइ म लेस्टरबाट हो। हजुरलाई एउटा दुईवटा क्वेसन। अब हाम्रो देश ब्युरोक्रेसीले चलेको छ, यो ब्युरोक्रेसीलाई कसरी तपाईँहरूले चाहिँ काम गर्दै जानुहुन्छ, यसलाई कसरी तपाईँहरूले चाहिँ निर्मूल पार्नुहुन्छ? हाम्रो देश हाम्रो हरेक पार्टीको मुनि बसेर हरेक व्यक्तिहरूले चाहिँ ब्युरोक्रेसीले गर्दाखेरि हाम्रो देश चाहिँ सघा बनाएको छ। यसलाई चाहिँ कसरी इस्टाब्लिस गर्नुहुन्छ? र अब कतिपय 34-35 वर्ष भयो हाम्रा कतिपय मन्त्रीहरू चाहिँ यहाँ आउनुभएको, हजुरहरू पनि भोलि यहाँ आउनु होला। हाम्रा यहाँ आउनुहुन्छ, गैर नागरिकताले हामीले अवश्य पनि तपाईँहरूले पाउनुहुन्छ भनेर एउटा आश्वासन दिएर जानुहुन्छ, नेपाल जान चटक्कै बिर्सिनुहुन्छ। तर तपाईँहरूले चाहिँ अब यहाँ भएका गैरवासीहरूले चाहिँ हरेक अहिले रासपालाई सबैले आफ्नो घर घरमा मेहनत गरेर फोन गरेर रासपालाई जिताउँ है भनेर प्रत्येक हरेक कन्ट्रीले भनिरहेको छ। यसलाई चाहिँ तपाईँहरूको रासपाले चाहिँ एउटा ग्रहण गरेर चाहिँ जति सक्दो चाँडो चाहिँ यसको यो गैरवासी नागरिकताको चाहिँ छानबिन गर्नुपर्ने सबभन्दा बेस्ट तपाईँहरूको उत्कृष्ट यही हुन्छ भन्न चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू सो मच। मेरो प्रश्न भन्दा पनि अलिकति सजेसन पनि हो। तपाईँहरूले एउटा कुरो यति नबिर्सिदिनु होला कि हामी विदेशमा बस्नेहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई डे 1 देखि कति सपोर्ट गरेर हाम्रो चाहिँ सम्पूर्ण मानसिक, आर्थिक, शारीरिक हरेक किसिमले चाहिँ सपोर्ट गरेर यहाँसम्म पुर्याएको छौँ र हामी यति धेरै चाहिँ करोडौँ मान्छेहरू बाहिर बस्छौँ। यसले नेपालको इकोनोमीमा हामीहरू चाहिँ जाँदाखेरि भनौँ न एज अ ट्राभल डेस्टिनेसन अथवा परिवार भेट्ने हरेक कुराहरू हुन्छ। यी कुराहरूले गर्दाखेरि नेपालको चाहिँ इकोनोमी चाहिँ बुस्ट हुन्छ। यो कुरो तपाईँहरूले चाहिँ नबोल्नुहोस्, त्यही भएर मेरो चाहिँ सजेसन मात्रै हो, यति नै हो अहिले। नमस्कार, मेरो नाम चाहिँ आकाश अधिकारी, गोर्खा क्षेत्र नम्बर 2 गोर्खा। मेरो चाहिँ खासै अब अघि भनिहाल्नुभयो विदेश बसेर भोटिङ हाल्न पाउने, त्यो अब ठिकै छ। अब अर्को कुरा चाहिँ के छ भने हाम्रो पुरानो वरिष्ठ नेताजीहरूले चाहिँ के भन्दै आउनुभयो भने सङ्ख्या पुगेन, हामीलाई आगामी निर्वाचनमा सङ्ख्या पुर्याइदिनुहोस् भनेर एकदमै ठुलो झ्याली पिट्नु भएको छ हिजोको दिनमा। अहिले राष्ट्रपा प्रेमीले मात्र होइन, पुरा देश प्रेमीले, पुरा आम जनताले, आम नेपालीले चाहिँ अहिले हजुरहरूको सङ्ख्या एकदमै पुऱ्याइदिनु भएको छ। त्यो सङ्ख्याको सही कदर होस्। जुन हजुरहरूले भन्नुभएको छ सुशासन कायम गरिन्छ, भ्रष्टाचारको अन्त्य गरिन्छ, भ्रष्टाचार न्यूनीकरण गरिन्छ भन्नुभएको छ, त्यो पनि गर्नुहोस्। त्यसको लागि पनि एकदमै बधाई दिन चाहन्छु र राष्ट्रपा टिम र सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। अब हामीले यो प्रति र उहाँहरूले धेरै कुराहरू राख्नु भएको छ, त्यसलाई मैले संक्षेपमा हजुरलाई एकबार रिमाइन्ड गर्न चाहेँ। यहाँ राष्ट्रपतिको फोटोको कुरा आएको छ, त्यसमा खर्च कटौतीको कुरा पनि आएको छ, दोहोरो नागरिकताको कुरा आएको छ, हाम्रो प्रवासमा रहेको हाम्रो भूमिकाको कुराहरू आएको छ। यसमा हाम्रो भूमिका के रहन्छ, त्यस्तै राष्ट्रिय परिचय पत्र र कन्टिन्युटीको कुराहरू आएको छ। संविधानको बुँदाहरू कुन चाहिँ तपाईँहरूले संशोधन गर्नुपर्ने अवस्था छ त्यो पनि तपाईँहरूले त्यसलाई बताइदिनु होला। त्यस्तै बिचौलियाको पट्टाको बारेमा साथीहरूले कुरा गर्नुभएको छ। कर्मचारी तन्त्रलाई कसरी तपाईँले अन्त गर्ने के छ तपाईँको प्लान अहिले, त्यसको बारेमा कुरा गर्नुभएको छ। त्यस्तै विदेशबाट जाँदाखेरि लाग्ने हामीले नेपालीलाई लाग्ने शुल्कको कुराहरू उठाउनु भएको छ। त्यो एनआरएन सम्बन्धी मुद्दाहरू छ यहाँ। त्यस्तै लास्टमा साथीले भन्नुभएको सङ्ख्या त पुरा भयो, अब पहिले सङ्ख्या पुगेन भन्नुभएको छ, हामी सबैले भनेको थियौँ, तर सङ्ख्या पुरा भयो। अब तपाईँहरूको हाम्रो के छ एजेन्डाहरू भएर चाहिँ हामीले साथीहरू सबै प्रश्न राख्नु भएको छ। यो प्रश्नहरूको उत्तर माननीयज्यूबाट सबै साथीहरूले यसको गर्नुभएको छ। धन्यवाद। संघीयताको बारेमा अनि एउटा चाहिँ मेरो आफ्नो पनि प्रश्न छ, म यदि प्रवास विभागको सचिवको नाताले के पनि भन्छु भन्दाखेरि अब हाम्रो भूमिका के रहन्छ त प्रवासमा? हामीले अब गर्नु यत्रो, अब हामीले त सङ्ख्या पुऱ्यायौँ, हजुरले पुऱ्याउनु भयो, हजुरलाई माथि पठायौँ, तर अब हाम्रो प्रवासमा रहेको भूमिका के हो र यो संहिताको बारेमा चाहिँ हामीलाई धेरै साथीहरूले पनि सोध्ने गर्नुहुन्छ। त्यसको बारेमा चाहिँ संहिताको बारेमा के छ, त्यसमा सोनिम सरले चाहिँ अब त्यसलाई चाहिँ के भन्छ, त्यसलाई संशोधन अथवा त्यसलाई चाहिँ खारेजी जस्तो अथवा त्यसलाई संरक्षण गर्ने भन्ने छ। एक्ज्याक्ट कुरा चाहिँ के हो त्यो पनि मैले हजुरलाई सोध्न चाहेँ। धेरै धेरै धन्यवाद।
सबैजनालाई धेरै धेरै धन्यवाद प्रश्नको लागि। मसँग धेरै समय अहिले ठ्याक्क छैन, त्यसैले म एकदम छोटकरीमा सबै प्रश्नको म सम्बोधन गर्छु। सुरुमा धर्मजीले नै सोध्नुभएको प्रश्न हो, जसरी प्रधानमन्त्री राष्ट्रपतिको राख्ने हटाउन सकिँदैन भने यो फोटो राख्ने भनेको यो कुनै पनि रिटर्न नन रिटर्न के पनि रुल होइन, कस्टम भयो, सुरुदेखि नै राखिँदै आयो। सुरुमा राजाको राखिन्थ्यो, राजा प्रधानमन्त्रीहरूको राखिन्थ्यो, त्यसपछि त्यसलाई चाहिँ राष्ट्रपति प्रधानमन्त्रीहरूकोमा सारिँदै आयो। सुरुदेखि नै त्यो राजाको जुन फोटो राखिन्थ्यो त्यसलाई नै कन्टिन्युटी गर्दै आएको। हजुर त युकेमा बसिराख्नु भएको छ, युकेमा तर कस्टमलाई कतिको एकदम महत्त्वपूर्ण दिन्छ होइन। अब यसले र यस्तो विषयभन्दा पनि अलिकति रियल इस्युमा चाहिँ अलिकति बढी ध्यान दिन राम्रो हुन्छ जस्तो लाग्छ होइन। शिक्षा सम्बन्धी कुराहरू छ, फोटो राखेर पनि अगाडि निरन्तरता दिँदा त्यो खासै ठुलो त केही पनि हुँदैन जस्तो लाग्छ। त्यही पनि अनि एकदमै कुसंस्कारै ल्याएर त्यसले गर्दाखेरि हाम्रो यताको सिस्टम नै राम्रो भएन भनेको सामान्य कुरा। कसैले चाहेमा कसैले बाध्यकारी रूपमा फोटो राख्नै पर्छ भनेर कसैले त्यो गराउन चाहिँ गराउँदैन। अब उहाँले पनि खर्च कटौतीको पनि कुरा गाडी ड्राइभर राख्नु हुन्छ भन्ने विषय पनि आयो। हामीले चाहिँ अघि अर्को उसमा पनि म यसैसँग मर्ज गरेर भन्छु, कर्मचारीको तल चाहिँ बढाउने डबल नै गर्ने भन्नुभएको छ होइन। त्यो राज्यको स्रोतले जान्छ कि जान्दैन भनेर त्यो तल त्यति बढाउनु पर्छ जति चाहिँ हामीले कर्मचारी कटौती गर्ने पनि भनेका छौँ। कति ठाउँको स्टाफ छ, चाहिँभन्दा बढी कर्मचारी हुनुहुन्छ, कतिलाई चाहिँ सेवा दिनुभएको धन्यवाद भन्ने बोलेर एक्सेप्ट गरेर कतिलाई जानु पनि हुन्छ। त्यो स्टाफमा कतिजना चाहिँ चाहेर नै छोड्नु पनि हुन्छ होला। हामी कर्मचारीको कटौती गर्दाखेरि त्यहाँबाट हामी जति चाहिँ इन्कम हामी त्यहाँबाट बचत गर्छौँ, त्यही रेभेन्यू बराबर हामीले चाहिँ कर्मचारीको तल बढायौँ भने उहाँहरूलाई अलिकति काम गर्ने इन्सेन्टिभ पनि भयो भने अनावश्यक खर्च पनि भयो। त्यसले गर्दाखेरि जुन जुन अनावश्यक खर्चहरू गर्छ, अनावश्यक कर्मचारीहरू छ उहाँहरू र आवश्यक जति पनि तल वृद्धि गर्नुपर्छ त्यो कर्मचारीको कटौती गर्न चाहिने जुन सेवा सुविधा छ त्यसको कटौतीबाट चाहिँ चाहिने तलब चाहिँ त्यहाँबाट बढाउने किसिमले चाहिँ ब्युरोक्रेसीमा रिफर्म गर्ने भनिएको। अर्को मिडिया ट्रायलको पनि कुरा उहाँले गर्नुभयो होइन। रविजी पाल्यनजी सबैजनालाई आफ्नै किसिमले मिडिया ट्रायल गरेर राख्नु भएको छ होइन। रविजी पाल्यनजी बिचको के हो, अब यो लङ लास्टिङ कतिको हुन्छ भन्ने विषयमा एकदमै हामी के क्लियर निर्धक्क साथ के क्लियर हुनुपर्छ भने सभापतिज्यू र वरिष्ठ नेताज्यू रविजी र पाल्यनजीको दुईजनाको अन्डरस्ट्यान्डिङ एकदमै 100% क्लियर छ। दुईजनाले एकअर्कालाई एकदम सम्मान गर्नुहुन्छ, दुईजनाले एकअर्कालाई कम्प्लिमेन्ट गर्नुहुन्छ आफ्नो कार्यमा। त्यसैले एकदम सामान्य उदाहरण भनेको हामीले विगतमा देख्ने एकताहरूको हामीले उदाहरण हेऱ्यौँ भने हरेक पार्टीको एकतामा हरेक पार्टीमा दुईजना अध्यक्ष राख्ने सिस्टम थियो हामीसँग होइन। अनि त्यसपछि अब 5 वर्षको प्रधानमन्त्रीको कार्यकाल पनि अब 2-3जना बिच बाँड्ने खालको सिस्टम थियो। 2जना फलानु 1 वर्ष फलानु भनेर। तर हामीले त्यो सबै प्र्याक्टिसलाई चाहिँ अहिले तोड्न सकेका छौँ। हाम्रो पार्टीमा जम्मा एकजना सभापति हुनुहुन्छ, रविजीलाई पाल्यनजीले लगायत सबैजनाले एउटा सभापतिको रूपमा स्वीकार्नु भएको छ होइन। उहाँलाई एउटा बलियो सभापति बनाउने हो जसले चाहिँ पार्टीलाई एकदमै गाइड गर्नुहुन्छ। उहाँ त्यसमा बालनजीले आफ्नो भूमिका खेल्नुहुन्छ र बालनजीले 5 वर्ष सरकार सञ्चालन गर्नुहुन्छ, 5 वर्ष प्रधानमन्त्री बन्नुहुन्छ, त्यसमा रविजीले उहाँलाई पूर्ण सहयोग गर्नुहुन्छ। त्यो हेर्दाखेरि आफ्नो कार्य क्षेत्र एकदमै स्पष्ट भएको र एकअर्कासँगको केमिस्ट्री एकदमै मिल्ने भएको हुनाले अरूले जेसुकै गरे पनि दुईजना बिच क्ल्यारिटी भइसकेपछि पार्टीमा विभिन्न खालको गुटहरू आउने अथवा फुटाउने हुन सम्भवै छैन हाम्रो पार्टीमा। किनभने दुईजना लिडरको एकदमै क्लियर छ, उहाँहरूको अन्डरस्ट्यान्डिङ क्लियर छ, उहाँहरूको विचार क्लियर छ, कसरी अगाडि जाने उहाँको बाटो चाहिँ एकदमै स्पष्ट भएको हुनाले यसमा चाहिँ एकदमै ढुक्क रहन चाहिँ म सबैजनालाई आग्रह गर्छु। र अहिले सबैजनालाई आफ्नो किसिमले अन्तर्वार्ता दिएको हुनाले र विभिन्न कुराहरू आएको हुनाले अलिकति अन्तर्वार्ताहरू पनि कमै भएको छ। अहिले हाम्रो पार्टीका नवनिर्वाचित सांसदज्यूहरू अथवा पार्टीका केन्द्रीय सदस्य पार्टीका विभिन्न पदमा सम्हाल्नु भएका नेताजीहरूले पनि अन्तर्वार्ता दिन चाहिँ त्यो कुरा कति कन्फ्लिक्टिङ आउँछ भनेर त्यो अन्तर्वार्ताहरू पनि कम गर्नुभएको छ। त्यसैले यो चाहिँ बिस्तारै बन्दै जान्छ र दुईजना बिच विभाजन कन्फ्लिक्ट आउने चाहिँ सिनारियो मैले 1% पनि देखेको छैन। भित्रैबाट भन्दाखेरि यतिकै त्यो भन्नको लागि भनेको होइन, दुईजनाको केमिस्ट्री एकदमै मैले चाहिँ मिलेको देखेको छु। अब एमाले काङ्ग्रेस माओवादीले पनि पहिलादेखि यो दोहोरो नागरिकताको कुरामा पनि पहिलेदेखि उहाँहरूले पनि भन्दै आउनु भएको। अब राष्ट्रपालले चाहिँ कसरी गर्छ त होइन भन्ने विषय पनि आयो। अनि त्यसै कति आवश्यक कानुन संशोधन सँगसँगै संविधानै संशोधन गर्नुपर्ने विषयहरू पनि हुनसक्छ भन्ने विषयमा एकदमै हामी क्लियर छौँ। अन्य पार्टीहरूले के गर्यो के गरेन भन्ने टिका टिप्पणी खासै मैले गर्न चाहदिनँ पनि, त्यति गर्न उपयुक्त पनि हुँदैन होला। तर हामीले बाचा पत्रमा राखेका सबै बाचाहरू 5 वर्षभित्रमा पुरा गर्नको लागि हामीले बाचा राखेको। यही गरी
त्यो बाचा पुरा भएन भने हामीले करार पत्र हामीले सार्वजनिक गरेको पनि नेपालको नागरिकसँग हामीले करार गरेको भन्ने दृष्टिकोणले हामीले चाहिँ त्यो करार पत्र हामीले सार्वजनिक गरेका हौँ। त्यसले गर्दा अन्य पार्टीको बारेमा टिका टिप्पणी म गर्दिनँ, तर राष्ट्र स्वतन्त्र पार्टीले गरेको 100 वटा बाचा हामी कुनै हालतमा पनि पुरा गर्छौँ, अथवा 100% गर्न नसके पनि हामी अनेस्टली जति सक्छौँ त्यो हामी 5 वर्षभित्रमा पुरा गर्छौँ। बाँकी कुरा फेरि जनमतले, त्यसपछिको 5 वर्षको जनमतले हामी कति सफल भयौँ, कति गर्न सक्यौँ, कति गर्न सकेनौँ, त्यो जनमतले देखाउँछ नि। तर हाम्रो तर्फबाट इमानदारीका साथ हामी जति गर्न सक्छौँ त्यो चाहिँ हामी एकदमै बाचा पुरा गर्नको लागि हामी काम गर्छौँ। प्रवासमा बसेको नेपालीहरूप्रति के आशा छ भनेर पनि एउटा प्रश्न आएको थियो। त्यसमा एकदमै क्लियर आशा भनेको यहाँहरूले नेपाललाई प्रमोट गरिदिनु, नेपालको टुरिज्मलाई प्रमोट गरिदिनु, नेपालमा बेला बेलामा नेपालमा भिजिट गरिदिनु, नेपालको विभिन्न लगानीका प्रोजेक्टहरू छन्, त्यो प्रोजेक्टहरूमा यहाँहरूको लगानी एकदमै महत्त्वपूर्ण हुन्छ। यहाँहरूले लगानी गर्ने वातावरण सुरक्षित गर्ने जिम्मेवारी हाम्रो हो। यहाँले नेपालमा प्रपर्टीमा खरिद गर्दाखेरि त्यसको सेफ्टी प्रोभाइड गर्ने जिम्मेवारी हाम्रो हो। हरेक सोसल कल्चरल राइटको यहाँको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो। तर यहाँहरूलाई चाहिँ आरो लगानी गर्दिन। हाम्रो विभिन्न हाइड्रो पावरको प्रोजेक्टहरूमा, हाम्रो विभिन्न प्रोजेक्टहरूमा लगानी गर्नको लागि चाहिँ यहाँहरूलाई हाम्रो आशा चाहिँ त्यस्तो खालको आशा छ। अनि नागरिकता त्यागिसकेकोलाई चाहिँ के गर्ने, नयाँ नागरिकलाई दोहोरो नागरिकता भए पनि कसरी, जसले चाहिँ त्याग्नु भएको छ, त्यागिसक्नु भएको छ, उहाँलाई के कस्तो व्यवस्था गर्ने भन्ने विषयमा पनि त्यागिसकेका जुन चाहिँ नेपाल विदेशमा बस्नुभएका नेपालीहरू हुनुहुन्छ उहाँको पनि दोहोरो नागरिकता, फेरि त्यागिसकेको नागरिकतालाई कसरी त्यो फेरि त्यसलाई नै रिभ्याक्ट गर्न सकिन, तर उहाँले विदेशको नागरिकता सँगसँगै जुन अर्को नागरिकता दिइन्छ त्यो दिने प्र्याक्टिस, त्यो प्रोभिजन चाहिँ नागरिकता त्यागिसकेकोलाई पनि गर्नुपर्छ, त गर्नुपर्ने भन्ने विषय कुरा भएको नै हो अगाडिदेखि नै। अब संविधान संशोधनको विषयमा पनि अब यसमा 2-3 वटा प्रश्नहरू छ, म सबैलाई एउटैमा राखेर चाहिँ यसको सम्बोधन गर्न चाहे। एउटा संघीयताको संघीयताको पनि विषय छ, अर्को संविधानमा अन्य कुन कुन संशोधनहरू आवश्यक छन् भन्ने प्रश्न पनि छ। हामीले हाम्रो पार्टीको बाचा पत्रमा नै भनेका छौँ संविधान संशोधनको लागि राष्ट्रिय सहमति पनि आवश्यक पर्छ। राष्ट्रिय सहमतिका लागि हामीले चाहिँ अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गरेर राष्ट्रिय सहमति गरेर एउटा खाका पनि हामीले तयार गर्छौँ। तर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले अगाडि बढाउने कुराहरू भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीको हामीले कुरा गर्छौँ भनेका छौँ, दलीय स्थानीय तहको हामीले कुरा गर्छौँ, अनि सांसदहरू मन्त्री हुन नपाउने किसिमले संविधान संशोधन गर्ने कुरालाई चाहिँ हामीले अगाडि बढाउने भनेका छौँ। र प्रदेश संरचनालाई चाहिँ पुनर्संरचनालाई चाहिँ अलिकति रिस्ट्रक्चर गर्ने भनेर हामीले गरेका छौँ। यहीसँग संघीयताको कुरा जोडिसकेको हुनाले संघीयताको विषयमा के धारणा छ भनेर भन्नुभएको छ। हामीले एउटा कुरा एकदम स्पष्ट रूपमा के कुरा हामीले गर्न जरुरी छ भने हाम्रो उपसभापतिज्यूले पनि कहीँ संघीयता खारेज गर्ने भनेर त्यसरी भन्नुभएको छैन होइन। प्रदेश सभालाई कुनै किसिमले चाहिँ रिस्ट्रक्चर गर्न सकिन्छ भन्ने विषय पार्टीमा अगाडिदेखि उठेको हो। किनभने हाम्रो अलरेडी इलेक्टेड कतिवटा बडीहरू छ, त्यो बडीहरूलाई चाहिँ कुनै इलेक्ट्रोल सिस्टमबाट चाहिँ प्रदेशको कानुन बनाउने प्रदेश सभा चाहिँ त्यो किसिमले पुनर्गठन गर्ने कि भन्ने विषयमा चाहिँ पार्टीभित्र छलफल भएको हो। संघीयता अहिलेको संविधानमा किन संघीयता खारेज गर्न सम्भव छैन भने संघीयता एउटा शब्दलाई चाहिँ 2/3 बहुमत ल्याएर हटाएर त्यसलाई संघीयता खारेज गर्न मिल्दैन। नेपालको संविधानको पहिलो धारादेखि अन्तिम धारासम्म धेरै ठाउँमा चाहिँ संघीयताको परिकल्पना गरिएको छ। उदाहरणको लागि तपाईँले नेपालको संविधानको अनुसूची 5 देखि अनुसूची 9 हेर्नुहुन्छ भने हरेक अनुसूचीमा चाहिँ कतै सङ्घको अधिकारको बारेमा कुरा गरेको छ, प्रदेशको अधिकारको बारेमा कुरा गरेको छ, 3टा तहको बिचको साझा अधिकारको बारेमा कुरा गरिएको छ। त्योभन्दा बाहेक पनि प्रदेशको विभिन्न संरचना, प्रदेशको आफ्नै लोकसेवा, प्रदेशको आफ्नै निर्वाचन आयोगको बारेमा परिकल्पना गरिएको छ, प्रदेशका विभिन्न अधिकारहरू छन् होइन। त्यसपछि नेपालमा राष्ट्रपतिको चुनावदेखि लिएर राष्ट्र सभाको चुनावदेखि लिएर हरेक ठाउँमा प्रदेश सभाको जरुरी पर्छ। त्यसले गर्दाखेरि एकदम सिम्पल भाषामा नेपालको अहिलेको संविधानमा बसेर संघीयता खारेज गर्न टेक्निकली लिगली सम्भव छैन। के गरी संघीयता खारेज गर्ने भने नेपालमा फेरि अर्को संविधान ल्याउनु पर्ने हुन्छ। त्यसले गर्दा प्रदेशलाई अलिकति रिस्ट्रक्चर कसरी गर्ने त्यो विषयमा हामीले ध्यान दिन जरुरी छ। र प्रदेश सभालाई अलिकति त्यसको संख्या घटाउन अथवा कम खर्चिलो बनाउन, त्यसको एक्जिक्युटिभ बडीको आकार सानो बनाउन, अथवा अलरेडी इलेक्टेड बडी जति पनि छ नगरसभा अथवा प्रतिनिधि सभा अथवा अन्य कुनै इलेक्टेड बडीबाट कुनै किसिमले चाहिँ कानुन निर्माणको लागि कुनै डुअल म्यान्डेटको किसिमले भूमिका ल्याउन सकिन्छ कि त्यो पुनर्विचार गर्न चाहिँ अहिले सकिन्छ। तर हाम्रो अहिलेको संविधानमा कम्प्लिटली संघीयता त्यसरी खारेज गर्न चाहिँ टेक्निकली एन्ड लिगली त्यो सम्भव छैन।
अब अर्को विषय भनेको बिचौलियाको विषयमा पनि कुरा भयो। बिचौलियाको एकदम सिम्पल उदाहरण दिन, बिचौलिया त्यतिखेर आउँछन् जतिखेर बिचौलियाको लागि स्पेस क्रिएट गरिन्छ। बिचौलियाको लागि स्पेस क्रिएट गर्नै गरिँदैन भने बिचौलियाहरू आउँदैन। उदाहरणको लागि हामी काठमाडौँ महानगरपालिकामा हुँदा अगाडि मैले जे जस्तो सुनेको थिएँ एकदमै धेरै यस्तो बिचौलियाहरू पनि हुन्छन् भन्ने सुनेको थिएँ। तर काठमाडौँ महानगरपालिकामा हामी हुँदाखेरि हामीसँग आएर आँखामा आँखा हेरेर कसैले कुनै किसिमको अफर गर्ने हिम्मत पनि गरेन, किनभने हामीले त्यो स्पेसै दिएको थिएन। हामीले आफ्नो इन्टेन्सन क्लियर पारेको छौँ। हामीले आफ्नो इन्टेन्सनका साथ हामी चाहिँ कुन बाटोमा कसरी जान्छौँ भनेर हामीले स्पष्ट रूपमा कुरा गरौँ भने न त बिचौलियाहरू आउँछन्, न त कसैले कुनै अनुचित प्रभाव पार्नको लागि अफर गर्ने हिम्मतै गर्न सक्छ। त्यसले गर्दा हामी चाहिँ आफै अनेस्ट भएर आफै एकदमै आफ्नो स्पेस आफूले डिफाइन गर्न सक्यौँ भने बिचौलियाहरू आउँदैन। हामीले नै उहाँहरूलाई स्पेस नै नदिइसकेपछि त आउने कुरा नै हुँदैन। अर्को भने पर्यटकलाई पनि अलिकति डिस्क्रिमिनेसन छ भन्ने विषय पनि होइन। विभिन्न ठाउँमा हो पनि नेपाली र पर्यटकलाई विभिन्न रेटहरू पनि छ। जस्तो डोमेस्टिक फ्लाइटहरूकै कुरा गर्दाखेरि पनि अथवा नेपालको विभिन्न म्युजियमहरूमा जाँदाखेरि चाहिँ विभिन्न रेटहरू छ। अब त्यो कति डिफ्रेन्ट हुनुपर्छ भन्ने विषय त आफ्नो ठाउँमा छ, तर त्यो विदेशीको र नेपालीको सर्टन ठाउँमा प्रवेश गर्नको लागि रेट डिफ्रेन्ट हुनु किन स्वाभाविक हो भने कतिवटा ठाउँमा हामीले नेपालमा मात्र होइन धेरै ठाउँमा प्र्याक्टिस गरेको छौँ। इन स्टेट फी र आउट स्टेट फी हुन्छ। युकेको मलाई धेरै थाहा भएन, तर युएसमा पनि हामीले हेर्दाखेरि इन स्टेटमा बस्नेले युनिभर्सिटीमा तिर्ने फी र आउट स्टेटले तिर्ने फी नै फरक हुन्छ। किनभने इन स्टेटमा बस्नेले स्टेटलाई विभिन्न ट्याक्स आफैले पहिला ट्याक्स तिरिरहेको हुन्छ, नेपालमा बस्नेले पनि विभिन्न इन्कम ट्याक्सहरू तिरिरहेको हुन्छ, विभिन्न भ्याट तिरिरहेको हुन्छ होइन। यता बसेर ट्याक्स तिर्दै गर्दाखेरि सर्टन ठाउँमा उदाहरणको लागि बसन्तपुरमै जानु त आफैले लोकल ट्याक्स तिरेको छ, रेन्ट ट्याक्स तिरेको छ, इन्कम ट्याक्स तिरेको छ। त्यसले गर्दा डिरेक्टली इन्डाइरेक्टली कति पैसा त शुल्क त हामीले बुझाइ नै रहेका छौँ। त्यसले गर्दाखेरि जसले शुल्कहरू कुनै किसिमको बुझाउनु भएको छैन सर्टन शुल्क लिएर जाने त्यो स्वाभाविक हो। तर कति ठाउँमा त्यो राख्ने, कसरी राख्ने, कति ठाउँमा घटाउनु पर्छ त्यसलाई रिभिजिट गर्ने कुरा चाहिँ त्यो स्वाभाविक हो। जस्तो उदाहरणको लागि फ्लाइट टिकट एकदमै धेरै ग्याप देखिएको छ, त्यसमा ट्याक्सको कुरा पनि धेरै आउँदैन। त्यसलाई कसरी ग्याप गर्ने अथवा हटाउने त्यो विषयमा चाहिँ हामीले चाहिँ रिथिङ्क गर्न चाहिँ आवश्यक नै छ। ब्युरोक्रेसी रिफर्मको अघि अर्को पनि कुरा आएको थियो, तर ब्युरोक्रेसी रिफर्मको मैले अगाडि पनि कुरा गरिसकेको छु। ब्युरोक्रेसी रिफर्म कसरी गर्ने भने एउटा कुरा सुरुमा ओभर स्टाफहरू कटौती गर्ने, त्यहाँबाट पैसा सेभ गर्ने र एउटा स्वायत्त बोर्ड बनाउने जुन बोर्डको काम चाहिँ नेपालको कर्मचारीहरूलाई चाहिँ जुन अलरेडी कर्मचारीहरू विभिन्न ठाउँमा हुनुहुन्छ होइन, उहाँहरूको चाहिँ सरुवा कुन किसिमले गर्ने, मनपरी किसिमले सरुवा हुन्छ। हाम्रो भाषा पत्रमा चाहिँ एउटा स्वायत्त बोर्ड बनाएर त्यो बोर्डले चाहिँ इन्डिपेन्डेन्टली सरुवा गर्न सक्ने सरुवा गर्नको लागि बोर्ड बनाएर र उहाँहरूको विज्ञता अनुसार चाहिँ सरुवा गर्ने भनेर हामीले हाम्रो भाषा पत्रमा लेखेको छौँ। त्यो अनुसार ब्युरोक्रेसी चाहिँ अलिकति सरुवाहरू इन्डिपेन्डेन्टली गरेर पनि हामीले त्यसरी ब्युरोक्रेसी रिफर्म गर्छौँ। र जहाँ चाहिँ हामीले कर्मचारी कटौती गरेर सर्भिसहरू कटौती गरेर पैसा सेभ गरेको छौँ, त्यही पैसा चाहिँ कर्मचारीहरूको तलब बढाएर पनि गरेर हामीले त्यो किसिमले चाहिँ ब्युरोक्रेसीलाई रिफर्म गर्छौँ भनेका छौँ। लगभग यसपछि आएको प्रश्नहरू सकिसक्यो। अन्त्यमा पनि सङ्घीयताको र यहाँहरूको भूमिकाको कुरा गरेको थियो, त्यो मैले अगाडि सम्बोधन गरिसकेको छु। स्पष्ट रूपमा सङ्घीयतालाई अलिकति पुनर्संरचना गर्न सकिन्छ। अहिलेको संविधानमा बसेर पूर्ण रूपमा खारेज गर्न मैले सम्भव टेक्निकली अनि लिगली सम्भव देखेको छैन। र यहाँहरूको भूमिकाको बारेमा त मैले कुरा गरिसकेको छु। अब मेरो अर्को मिटिङ एकदम भएको हुनाले हजुरहरूसँग मैले चाहिँ बिदा माग्नको लागि मैले निवेदन गरेँ। फेरि पनि यो स्टेज आगामी दिनहरूमा म अर्को कुनै पटक आएर फेरि हजुरहरूसँग स्टेज सेयर गर्न म प्रयास गर्ने नै छु। हजुरहरूले सबैजनाले चाहिँ यतिखेर अब मलाई यताबाट बिदा गर्नको लागि अनुमति दिनु हुन आग्रह गर्न चाहन्छु। र फेरि पनि सबैजनालाई यता मलाई निमन्त्रणा गरिदिनु भएकोमा हार्दिक धन्यवाद पनि ज्ञापन गर्छु। हस्, धन्यवाद। सायद हाम्रो उहाँले धेरैवटा प्रश्नको उत्तर सायद दिइसक्नुभयो होला र अझै पनि हजुरहरूलाई केही मनमा अरू प्रश्नहरू छ भनेदेखि हाम्रो अध्यक्षज्यू यही हुनुहुन्छ, उहाँलाई पनि हामी सोध्नु सक्नुहुन्छ हजुरहरूले। र नियम कार्यक्रम अब अहिले नै भटाभटी अहिले नै लागू गरेर अहिले नै बनाएर भटाभटी त्यो हिसाबले लाग्ने भन्ने कुरा त होइन। त्यही पनि यसको पक्षमा यसको पाटोमा कतिपय कुराहरू त्यो नीति नियमलाई र एउटा ठोस केही कार्यक्रमहरू तर्जुमा गरिन्छ कि गरिँदैन अहिलेकै सन्दर्भमा, यानि कि अझै केही समय पछिको सन्दर्भमा भन्ने सवालमा अलिकति प्रकाश पारिदिनु भयो। म खुसी हुन्थेँ। धन्यवाद। अब मेरो अन्तिम क्वेसन मैले चाहिँ यहाँ यो उहाँलाई मात्र नभएर हामी सबैलाई पनि हामी यहाँ हो, यो सबैलाई थाहा छ होइन। अहिले अब काठमाडौँमा महाधिवेशन पनि हुँदैछ भन्ने न्युजमा लेखिरहेको छ। हाम्रो साथी नै हुनुहुन्छ विगत निर्वाचित डाक्टर एम शर्माजी चाहिँ सर्वसम्मत अध्यक्ष हुनुहुन्छ अरे भन्छ हुनुभयो भने अब औपचारिक होला होइन। त्यसो गर्दा हामी अब जसरी पनि जोडिनुपर्ने हामी त्यहाँ चाहिँ एउटा संस्थाको रूपमा हामी चाहिँ एनएलएममा जोडिनु पर्ने हुन्छ। यो विगतकाल चाहिँ 10-12 वर्ष हामी सबैले देख्यौँ के थियो भन्ने कुरा। यहाँ अहिले पनि सिन्डिकेट छ। अहिले पनि तपाईँहरूले देख्नुभयो भने त्यहाँ भएका एनएलएम साथीहरू जुन पदमा पुग्नु भएको छ त्यहाँ पार्टीका
क्याडरहरू नै ठिक भएको छ होइन। त्यसो भएको हुनाले भोलि बिहान त हाम्रो सहर देशैभरिबाट हामीले दुईटाको हाराहारी मत ल्याउँदै गर्दा हाम्रो पनि त्यहाँ चाहिँ सहभागिता त हुनु पऱ्यो। केही कुरा त हामीले त्यहाँ राख्न पाउनु पऱ्यो, हाम्रा एजेन्डाहरू पनि त्यहाँ राख्नु पाउनु पऱ्यो। हाम्रो राख्ने माध्यम र एउटा चाहिँ गभर्मेन्टले, नेपाल गभर्मेन्टले आज होइन हिजोदेखि र भोलि पनि एउटा रेकगनाइज गरेको संस्था भनेको त एनआरएन नै हो। हामी चाहिँ डाइरेक्ट चाहिँ यहाँको गभर्मेन्टसँग र त्यहाँको गभर्मेन्टसँग चाहिँ कुरा गर्ने भनेको एउटा माध्यम भनेको एनआरएनको थ्रु नै हुन्छ। त्यसो भएको हुनाले अब हामीले पनि यदि हाम्रो सरकारले, अब बन्ने सरकार, भावी सरकार, राजसभाको सरकारले चाहिँ एनआरएनको विषयमा चाहिँ यो अहिलेका संरचनाहरूलाई कसरी चाहिँ उनीहरूले लिन्छन् र भोलि बिहान हामीले संगठन गर्दा अथवा चाहिँ एनआरएनमा हामी पस्दाखेरि हाम्रा साथीहरू जाँदाखेरि त्यहाँ चाहिँ हाम्रो जीवन मागलाई लिएर जाँदाखेरि के कसरी अब जान सकिन्छ भन्ने कुरा चाहिँ यो भर्खर मुद्दा हो र आजको मुद्दा हो। यसलाई चाहिँ केन्द्रसम्म पुर्याउन हामीले यहाँबाट डाइरेक्ट नेताहरूसँग चाहिँ कनेक्सन गरेका छैनौँ। सभापतिज्यू मार्फत नै हामीले गर्ने गरेका छौँ। एउटा सिस्टम पनि राम्रो हो, हामीले चाहिँ उहाँलाई भन्छौँ र उहाँले चाहिँ केन्द्रमा पुर्याउनुहुन्छ। हामी सबैसँग नेताको परिचय भए पनि हाम्रो चाहिँ एजेन्डाहरू हामीले उहाँ मार्फतै पुऱ्याएका छौँ। अहिलेसम्म गर्न पनि त्यही पर्छ भन्ने लाग्छ मलाई, किनभने एक द्वार प्रणालीबाट गयो भने सबै कुराहरू सिस्टममा चल्छ। त्यसो हुनाले यो विषयमा चाहिँ तपाईँले चाहिँ राम्रोसँग चाहिँ खुला राखिदिनु होला र केन्द्रसँग पनि यो अहिले आउने चाहिँ यो समिति बन्दैछ जुन चाहिँ, र त्यसलाई चाहिँ कसरी आउने गभर्मेन्टले हेर्छ र अब हामी चाहिँ कहाँ हाम्रो स्पेस पनि कहाँ हो भन्ने कुरा चाहिँ बारेमा चाहिँ पनि राखिदिनु होला केन्द्रसँग भन्ने चाहिँ अनुरोध गर्छु। धन्यवाद। शिक्षा नीति कस्तो होला, ठिक छ ल, धन्यवाद सबै साथीहरूलाई। धेरै टाढा आउनुभयो। सबभन्दा पहिला त अब यहाँ उपस्थित हुनुभएको सबैलाई धन्यवाद। स्पेसल्ली लेस्टरबाट आउनुभयो, लिभरपुलबाट, नोटिङबाट, बर्मिङबाट आउनुभयो। हाम्रो मोहनजी आउनुभएको छ नोटिङबाट है। हाम्रो सुरेश दाई आउनुभएको छ। अस्ति हामीले यो के भन्छ जेएनजी आन्दोलन हुनुभन्दा केही दिन अगाडि, एक हप्ता अगाडि उहाँले चाहिँ आफ्नो खर्चमा आफ्नो बिल्डिङ राजसभालाई दिएर कसरी गर्न सकिन्छ त हामीले भनेर एकदमै चाहिँ हामी धुलोबाटै उठेको साथीहरू सबै जम्मा भएको छौँ। आफ्नै स्वतस्फूर्त रूपमा हामीले कहाँबाट सहयोग गर्न सकिन्छ भनेर यहाँ 5-5 पैसा एक रुपियाँ खर्च गरेर हामीले चुनावमा पनि कति सहयोग गरेर धेरै नै सङ्घर्ष गरेका साथीहरू हुनुहुन्छ। त्यसैले त्यो सङ्घर्षका दिनहरू सम्झिँदै हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतको प्रवास विभाग गठन गर्ने बेलामा मान्छे खोज्दै को मान्छेलाई राख्न सकिन्छ भनेर त अध्यक्ष बन्दैन त अरूलाई बन्दैन भन्दै साँच्चै भन्नु त कोही पनि फेला नपरेपछि म बने हुँ होइन। हाम्रो यज्ञराज कार्की अहिले जुमबाट गइसक्नु होला, धेरै भाइहरू सुभाष भाइ लगायत धेरै मानिसहरू यसमा जोडिनु भयो र त्यो हातमाला गर्दै गर्दै राजुजी होइन हामी अप्ठ्यारो बेलामा जोडिँदै तुलसीजीहरू उहाँ चाहिँ प्रेसिडेन्टबाट कति घन्टा लगाएर हामी 4-4 घन्टाको दूरी तय गरेर सियो भाइ होइन जसले चाहिँ वेबसाइट बाबुजी वेल्सबाट आउनु भएको छ होइन। एभ्री सिङ्गल टाइम हामीले मिटिङ गर्दाखेरि हामी चाहिँ यो बेलायतको चाहिँ कोही आयरल्यान्डबाट, कोही वेल्सबाट, कोही अब चाहिँ प्रेसिडेन्टबाट, डोनकास्टर, लिभरपुल विभिन्न ठाउँबाट यसरी सङ्घर्ष गरेर जोड्यौँ र स्वतस्फूर्त रूपमा यो उसमा समाइदिनु भयो। कतिपयले शब्दले साथ दिनुभयो, कतिपयले भौतिक रूपमा साथ दिनुभयो होइन, कतिपयले यो चाहिँ हाम्रो चाहिँ यो कमिटीमा जोडिएर साथ दिनुभयो र त्यसलाई सबभन्दा पहिला त हेर्दैदेखि सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। अब यो हाम्रो भाइले लाइभ पनि गर्दै हुनुहुन्छ, कतिपय ठाउँमा साथीहरूले हेर्दै हुनुहुन्छ, नेपालदेखि विदेशसम्म सबै साथीहरू हेर्नुभएको छ। अप्ठ्यारो बेलामा चाहिँ कतिपय हाम्रो साथीहरू चाहिँ राष्ट्रपतिका विभाग छोडेर पनि हिँड्नुभएको छ। बेलायतमा मात्रै नभएर विश्वभर यो प्रक्रिया चलेको, अमेरिकामा त्यही चल्यो अथवा चाहिँ युरोपमा त्यो चल्यो, विभिन्न देशहरू चल्यो। तर त्यति भन्दै गर्दा अन्तिमसम्म टिकेर हामी गयौँ, अगाडि बढ्यौँ र बढ्दैछौँ अझै अगाडि। यो फेरि एउटा ठुलो सफलताको मानक भनेर यसलाई मान्नु पर्ने अवस्था पनि छैन। हामीले फेरि काम हेर्ने भनेर बसिरहेका छौँ र भोलि यो ग्रुपलाई अब हामी चाहिँ राष्ट्रपति प्रवास विभाग भन्ने राष्ट्रपतिको झन्डा बोकेर त्यो हिँड्ने अवस्थामा अथवा त्यो अवस्था हामी जाँदैनौँ। हामी जहाँ भनेको अब चाहिँ यो खबरदारी गर्ने दस्ता वी आर द वाच डग भनेर हामी वाच डग बन्छौँ भनेर चाहिँ यो प्रमिस तपाईँ हामी एकअर्कालाई गर्नुपर्नेछ। हामीले फेरि त्यो नेताको ढोका चार्ने, बिचौलियाको चाहिँ ढोका खोलिदिने यी सबै कुरामा हामी सम्मिलित हुँदैनौँ। तर तपाईँ हामीले उठाएका मुद्दाहरूलाई अब हामीले सम्बोधन कसरी गर्ने भन्ने कुरामा हामीले स्ट्रेट अवे तपाईँ हाम्रो भोइस चाहिँ अब पुर्याउन सक्छौँ। किनभने हिजै हामीसँग सँगसँगै काम गरेका साथीहरूले हामी यो गर्छौँ है, ल तपाईँलाई सहयोग चाहिन्छ भनेर हामीसँग आउनुभयो होइन। र त्यही हिसाबले अब आज उहाँ पावरमा पुगिसकेपछि त्यसको केही प्रतिशत अथवा 100% काम उहाँहरूले गर्नुपर्नेछ र जुन वाचापत्रमा लेखिएका नागरिकताका इस्युहरू छन् त्यो हाम्रै जोड दबावमा लागेर उहाँहरूले वाचापत्र र करार पत्रमा दुईवटा पत्र तपाईँले देख्नुभएको होला। करार पत्रमा 5वटा बुदाको अन्तिम बुदा चाहिँ नागरिकताको विषय छ र वाचापत्रको 100औं बुदामा चाहिँ वान अफ द बुदा चाहिँ नागरिकताको छ। हामीले के भन्यो भनेदेखि 5वटा बुदा मध्ये सबभन्दा टप 5 लिस्ट त विदेशको मुद्दा हुनुपर्छ। करार पत्रमा वाचापत्रमा छँदैछ 100वटा वाचापत्रमा त सबै पढाएको छैन भनेर हाम्रो हरिहरजीले भन्नु भनेपछि सबैले त्यो समय लिएर नपढिएको पनि हुनसक्छ। तर प्रिसाइज मुद्दाहरू 5वटा टप 5 एजेन्डा त के रहेछ त राष्ट्रसभाको भनेर त्यो करार पत्रमा जहाँ चाहिँ औँठा छाप लगाएको छ त्यो औँठा छापको 5औं बुदा अथवा 1औं बुदा कुन चाहिँ बुदामा हाम्रो बुदा हुनुपर्छ त्यो त्यहाँ हुनुपर्छ भनेर चाहिँ त्यो दबाब सिर्जना हामीले नै गरेका हौँ। र त्यो सोनी वाग्लेजीसँग मैले धेरैचोटि पटक कुरा गर्दाखेरि उहाँले चाहिँ भाइ म राख्छु
हामीले विदेशलाई नै मोस्ट डायस्पोरा फ्रेन्डली पार्टी भनेर प्रोमिस गरेर चाहिँ पब्लिकमा बोलेका छौँ र हामी त्यो बाचा पुरा गर्छौँ। यसको तपाईँले वरि गर्नु तपाईँभन्दा बढी हामी वरि गर्छौँ, किनभने विदेशको एक रुपियाँको लगानी नै देशमा रोजगारी सिर्जना गर्ने माध्यम हो र त्यो हामी एकदम सचेत छौँ भनेर भन्नुभएको हुनाले त्यो बुँदा करार पत्रमै औँठो थाप लगाएर आएको छ र त्यसको विश्वास हामीले लिएर आज चाहिँ यो पार्टीले गर्छ है भनेर हामी चाहिँ छाती खुला बनाएर हिँडिरहेका छौँ, किनभने हामीलाई त्यो विश्वास छ। भोलि गरेन भने सबभन्दा पहिलो डाक त हाम्रो काटिनेवाला छ, किनभने हामीले धेरै भन्यो भने त्यो किसिमको सहयोग र समर्थन विदेशबाट धेरै गएको छ, एक मान्छेको गएको छ। कतिपय देखेर जानुभएको, कतिपय नदेखिने साथीहरू कहिले पनि उहाँले गर्नुभएको छ। जस्तो हामीसँग धेरै साथीहरू हुनुहुन्छ जसले चाहिँ राष्ट्रपतिको ब्याज नलगाउनु भएको होला, सदस्यता नलिनु भएको होला होइन, तर 2 शब्द बोलिदिनु भएको छ, आफ्नो परिवारलाई दबाब दिनुभएको छ। उहाँहरूको पनि योगदान त्यत्तिकै 2-3 आउँदैन। यो हरेक मान्छे सम्मिलित भएर मान्छेको अस्ति हाम्रो राजीव खत्री जसले भक्तपुरबाट जित्नुभयो उहाँले भन्नुहुन्थ्यो जनताको गठबन्धन हो, पहिला पार्टीको गठबन्धन हुन्थ्यो, अब चाहिँ जनताको गठबन्धन भयो र जनताको गठबन्धनले पार्टीको गठबन्धनलाई हराएर एउटा नयाँ शक्तिलाई समय दिएको छ भन्नुभयो। यो अब हाम्रो अपर्च्युनिटी भयो, त्यसैले त्यो भन्न चाहन्छु। र अब यसमा चाहिँ हाम्रो लोकल साथीभाइहरूले भन्नुभएको छ मेम्बरसिपमा हामी कसरी जोडिने भन्नुभएको छ। हाम्रो वेबसाइट छ onld.co.uk भन्ने, त्यसमा चाहिँ तपाईँहरू जोडिनुहोस्, सहयोग गर्नुहोस्, मेम्बर बन्नुहोस् होइन। हाम्रो चाहिँ कोअर्डिनेटर ग्रुपहरू छन्, व्हाट्सएप ग्रुपहरू छन्, हाम्रो सचिवसँग इन्फर्मेसन लिनुहोस्। हामीले 10 पाउन्ड राखेका छौँ शुल्क हाम्रो मेम्बरसिप बापत। हामीसँग आई थिङ्क 150-200 सक्रिय सदस्यहरू हुनुहुन्छ हो, ओके 400 जति सक्रिय सदस्यहरू हुनुहुन्छ, अहिले बढिराख्नु भएको छ र उहाँहरूको त्यो उसमा तपाईँहरू जोडिएर हामीलाई दिने एउटा चाहिँ सानो सहयोगको थोपा तपाईँहरूबाट नै आउँछ भन्ने हामीले आशा पनि गर्छौँ। त्यसरी जोडिनु होला र विभिन्न नागरिकता इस्युको विषयमा सबै कुराहरू त अब सस्मितजीले गरिसक्नुभयो होइन। हाम्रो पहल हाम्रो जोड त्यही नै हो। हजुरले मलाई के भन्नुभएको थियो एनआरको सरी एनआरको विषयमा चाहिँ हामीले एभ्री सिङ्गल टाइम नागरिकताको विषयलाई कुरा गरिरहेका छौँ। आज बिहान पनि मेरो चाहिँ हाम्रो कुलाचार्यले मलाई फोन हाम्रो मिटिङ छ र भन्दाखेरि उहाँले फोन गर्नुभएको थियो। उहाँले एउटा चाहिँ दस्तावेजीकरण गरेर नागरिकतालाई कसरी अब चाहिँ अभिलेख गर्ने, नेपाली नागरिकता कसरी चाहिँ कति टाइम फ्रेमभित्र हामीले लिन सकिन्छ, एक्टिभेट गराउन सकिन्छ भन्नुभएको थियो। र उहाँहरूले चाहिँ एउटा कुरा के पनि भन्नुभयो र धेरै साथीहरूले के पनि भन्नुभयो भने केपी ओलीको सरकारको पालामा अहिलेको चाहिँ परराष्ट्र सचिवले तपाईँको चाहिँ नि भइरहेको संविधानको बुँदा नै एमेन्ड गरेर त्यो तपाईँको लिगल टर्म्स एमेन्ड गर्ने गरी अहिले भइरहेको जुन चाहिँ तपाईँको दिइरहेको दोहोरो नागरिकताको जुन अधिकार थियो त्यसको पूर्ण रूपमा कटौती गर्ने तयारी भइरहेको रहेछ। यसमा तपाईँले त्यसको रिफ्लेक्सन तपाईँले कहाँ देख्न सक्नुहुन्छ भन्दाखेरि रामकुमार झाँक्रीहरू बोलेको अभिव्यक्तिहरू जहाँ देख्नुहुन्छ त्यो भनेको तपाईँहरू सिलसिला रूपमा पार्टीगत रूपमा सरकारमा भएको मान्छेले सत्ताको दुरुपयोग गरेर विदेशमा बस्ने मान्छेहरूलाई टोटली विदेशी बनाउने कि चाहिँ हामीले टोटली नागरिकता त्यागेर फर्किन सक्नु पर्यो होइन भने तपाईँले विदेशी नागरिकता लिनुहुन्छ र तपाईँ दोहोरो नागरिकताको प्रावधानमा रहन चाहनुहुन्छ भने त्यो चाहिँ प्रावधान आउनेवाला थिएन, त्यो डेफिनेटली थिएन। किनभने त्यो तपाईँ उहाँहरूको अभिव्यक्तिले नै बुझिन्छ कि तपाईँ उहाँहरूले त्यो कानुनमा त भित्रभित्र लुकेर पारित गर्दै हुनुहुन्थ्यो। तर त्यति भन्दै गर्दा उहाँहरूले चाहिँ त्यो खालको चाहिँ मास्टर प्लानमा अब चाहिँ ओलीजीहरूलाई के थियो भने हामी चाहिँ सरकारमा हामी नै आउने हो, काङ्ग्रेसको र एमालेको 2/3 फेरि नै हुने, हामीले नै गर्ने भनेर उहाँ चाहिँ त्यो एमेन्डमेन्टमा गइसक्नु भएको थियो। र अब परराष्ट्र सचिव छिटै नै अब बर्खास्त हुनुहुन्छ। अब किन हाम्रो अघि भनिसक्नुभयो माननीयले पहिलो तपाईँको सबैभन्दा पहिलो निर्णय पहिलो चाहिँ 100 दिनभित्रका निर्णयहरूमध्ये ट्रेड युनियनको खारेजीदेखि लिएर तपाईँको विद्यार्थी सङ्गठन खारेजीदेखि लिएर यो सबै कर्मचारी तन्त्रभित्र भएका विकृतिलाई निमिटाउने एउटै कानुनको तरवारले त्यसलाई छिनाउने भनेर त्यो चाहिँ त्यसले धेरै कुराको सुधारमा ल्याउँछ, त्यसले अगाडि बढाउँछ। त्यही भएर त्यो कुराहरूमा सबै पार्टी लागेर गर्छ, त्यो देशकै लागि फाइदा हुने काम हुन्छ होइन। त्यही भएर नागरिकताको विषयमा पनि नागरिकताको डेस्क छ, एनआरएनको डेस्क छ, विभिन्न चाहिँ तपाईँको चाहिँ नि नागरिकता र एनआरएनका विषयलाई लिएर पार्टीभित्र अघि भने जस्तो तुलसीले भने जस्तो त्यो बिचौलियाहरू पुरै सलवला हुन सुरु गरिसकेका छन्। त्यो सचेत छ एकदम। हामीले चाहिँ सूचना पुरा हामीले चिनेको छौँ नि त मान्छे यहाँ कुन मान्छेले कुन आधारमा र कसरी त्यसलाई दुरुपयोग गर्न खोजिरहेको छ र कसरी चाहिँ सत्तालाई दुरुपयोग गरेर चाहिँ आफ्नो गर्न खोजिरहेको छ हामीले चिनेको छौँ। हरेक मान्छेको नाम यो यस्तो यसले यसरी शुद्ध रूपमा लागिरहेको धेरै सङ्घर्ष गरेर लागिरहेको मान्छे पनि छन् होइन। अनि उहाँहरूले यसरी लागु गर्नुपर्छ, उहाँको भोइस सुन्नु, यसको भोइस नसुन्नुहोस् है भनेर हामी त अमेरिकाको मान्छेलाई चिनेका छौँ। के भन्छ तपाईँको एनआरएनका कति सभामा कतिमा गएका छौँ, कसले कुन स्वार्थले जोडिने खोजेको चिनेका छौँ। तर त्यति भन्दै गर्दा अन्तिम मुद्दा भनेको के भन्दाखेरि नागरिकता त कार्यान्वयन हुनैपर्छ, हुन्छ नि होइन। त्यही भएर यो विश्वास तपाईँलाई हामी दिलाउन चाहन्छौँ, हुन्छ डेफिनेटली हुन्छ, हामीले भोइस पुऱ्याउँछौँ। र तपाईँ हाम्रो केही छ त्यस्तो छ भने पनि हामीले जति सक्दो छिटो सबै साथीहरूले भने जस्तो एकद्वार प्रणालीबाट हामी पार्टीको विशेष संयन्त्रसँग जोडिरहेका छौँ र त्यो जोडिने र कार्यान्वयन गर्ने क्रममा चाहिँ हामी चाहिँ यहाँबाट हाम्रो सचिवालयको नम्बर छ, सचिवहरूको नम्बर छ, हाम्रो ONLD भन्ने हाम्रो आफ्नो वेबसाइट छ जहाँ तपाईँहरू जोडिन सक्नुहुन्छ होइन। हाम्रो कन्सर्नहरू रेज गर्न सक्नुहुन्छ। हामी वाचडग बन्दै गरेर हामी पनि बिग्रियौँ भने अथवा के गर्यौँ भने भन्ने कन्सर्न हुन्छ, त्यसमा पनि हामी सुधारिँदै अथवा नबिग्रिकन अगाडि जोडिने कोसिस गर्छौँ भन्ने कुरा बाचा पनि म तपाईँलाई दिलाउन चाहन्छु। र सबै साथीहरू यहाँ जसरी जोडिनु भएको छ मैले फेरि पनि यो सक्सेसको पहिलो खोटिलोमा मैले भने नि त अघि
सबै साथीहरूलाई फेरि सम्झिन चाहेँ। हामी डे 1 देखि यज्ञराज कार्की, हाम्रो चाहिँ राजु कडेल अथवा चाहिँ हाम्रो चाहिँ कृष्ण, हाम्रो चाहिँ यहाँ सबै भएको सुरेश दाईहरू लगायत सबै साथीहरू एभ्री तुलसीहरू लगायत हामी शिव भाइहरू जसरी वेबसाइट जे गरेर जसरी काम गर्नुभएको छ होइन, हामीले चाहिँ ती सबै साथीहरू सम्झिन चाहेँ। हाम्रो पिपला देवानजी हुनुहुन्थ्यो, त्यो बेलामा चाहिँ सचिव महिला हुनुहुन्थ्यो, उहाँ पछि विविध कारणवश निस्किनुभयो, जानुभयो होइन। सबै साथीहरूलाई सम्झिँदै सबै साथीहरूलाई धन्यवाद दिँदै अबको दिनमा नर्दन आइल्यान्डबाट पार्वती दिदी पनि आउनु भएको रहेछ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। उहाँ साह्रै नै एक्टिभ, सबैभन्दा टाढा सबैभन्दा बढी एक्टिभ होइन। यो चाहिँ हामीले एकदम आफूलाई लकी मान्नुपर्छ होइन। जहाँ चाहिँ डोनेसन गर्नु मन लाग्यो सबैभन्दा बढी पैसा दिने पनि दिदी होइन। यस्ता यस्ता चाहिँ होनार साथीहरू जो चाहिँ जसको सपोर्टले होइन हामी यहाँसम्म आयौँ। बाबुजी रात दिन चाहिँ एकाउन्टिङमा ब्याङ्क एकाउन्टमा चाहिँ घोत्लेर होइन, अब कता आफ्नो व्यस्तका बावजुद आफ्नो समय खर्च गरेर व्यवसायलाई टाइम साइडमा राखेर होइन गर्ने साथीहरू सबै साथीहरूलाई विशेष धन्यवाद दिँदै अब हामी आजको लागि यहीँ यसरी नै बिदा हुन्छौँ र तपाईँलाई धन्यवाद पनि व्यक्त गर्छौँ। खानाको लागि सचिवले भनिसक्नु भएको छ, तल विशेष डिस्काउन्टमा खाना रेस्टुरेन्टमा प्रोभाइडेड छ। काउन्टरमा गएर पैसा तिरेर तपाईँले आफ्नो खाना अर्डर गर्न सक्नुहुनेछ। चिया कफी पक्क पनि सबैले लिनुभयो होला होइन। र केही तपाईँहरूसँग छुटेका क्वेसनहरू छन् भने पनि अझै पनि तपाईँहरूले सोध्न सक्नुहुनेछ र हाम्रो सचिवालयसँग सम्पर्क राख्न सक्नुहुनेछ। र हामी इन्भेस्टमेन्टको सवालमा पनि तपाईँहरूले एउटा मैले भन्न छुटाएँ, रासपाको प्रवास विभाग र नेपालको चाहिँ नि इन्भेस्टमेन्ट बोर्ड जुन चाहिँ अब एउटा नयाँ खालको स्ट्रक्चरमा हामी चाहिँ विदेशबाट नेपालमा सुरक्षित रूपमा लगानी कुन कुन सेक्टरमा गर्ने भनेर त्यो पनि एउटा चाहिँ एक किसिमको फोरम खडा हुँदैछ। त्यसमा पनि हामी चाहिँ तपाईँहरूलाई के त्यस्तो लाग्छ भने हाम्रो चाहिँ विभागसँग सम्पर्क गरेर विश्वासिलो आधारमा भरपर्दो रूपमा हाम्रा इन्टरनल त हाम्रो साथीभाइहरूले ल त ठिक छ एउटा सेक्टरमा लगानी गरौँ, एउटा चाहिँ क्रिएटिभ आइडिया ल्याउँ भनेर भनिसक्नु भएको छ। तर त्यति भन्दै गर्दा जो पनि जोडिन सक्ने खालको होइन विदाउट एनी जिरो सिन्डिकेटमा प्रत्यक्ष तपाईँको चाहिँ पावर पोइन्टमा यति वर्षमा रिटर्न अफ इन्भेस्टमेन्ट हुन्छ भन्ने खालको एस्योरेन्स सहित मात्रैको प्रोजेक्टहरूमा तपाईँहरूलाई लगानी गर्न पनि हामीले चाहिँ अब उत्साहित गर्नुपर्छ। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले 12 लाख रोजगारी दिने भनेको छ। 12 लाख रोजगारी दिने भनेको तपाईँ हामी जस्तै मान्छेहरूले दिने हो। अब भनेको त्यसै तपाईँ हामी जोडिन्छ र तपाईँ हामीकै भरोसामा राष्ट्रिय स्वतन्त्र पार्टीले त बोलेको कुरा हो होइन। तपाईँ एकजना मान्छेले 10 जना अथवा एकजना मान्छेले 5 जना, एकजना 2 जना गर्दै गर्दै विश्वभरिका 50 लाख करोडौँ मान्छेले हामीले त्यति रोजगार सृजना गर्न सकिन्छ होला भन्ने विश्वास र आत्मविश्वास पनि भएको हुनाले त्यसरी पार्टीले बोलेको छ र सबैको एउटा भूमिका हुन्छ। र अर्को कुरा चाहिँ हामीले अझै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ खालको चाहिँ अब नेपालमा यो कन्सेप्ट नोम्याड भिजा भन्ने सायद धेरैजना सुनेका छौँ। नोम्याड भिजा भनेको तपाईँले चाहिँ अब अहिलेको दुनियाँ सबै डिजिटल दुनियाँ भइसक्यो, घरमै बसेर काम गर्ने बेला भइसक्यो। अब बेलायतमा बसेर तपाईँको 50,000 पाउन्ड तलब खाएर घरमा बसेर काम गर्दाखेरि घरको भाडा चाहिँ वर्षको 15,000 तिर्नुपर्छ होइन। त्यहीलाई हामीले कन्भर्ट गरेर नेपालमा अथवा चाहिँ अहिले मान्छेहरू स्पेनमा जान्छन् नोम्याड भिजा भनेको होइन। स्पेनमा सस्तो रेन्टमा बसेर बढी तलब खाएर त्यो पैसा त्यहीँ खर्च गर्ने त्यो खालको प्रचलन छ। थाइल्यान्डमा छ, थाइल्यान्डमा वर्षको 35 देखि 40,000 एप्लिकेन्टहरू जान्छ नोम्याड भिजा होइन। अब हामीले त्यस्तो नेपालमा किन नगर्ने भन्ने खालको कन्सेप्टको कुरा पनि भइरहेको छैन। त्यो किन नेपाल भनेको वेदर वाइजदेखि लिएर एक्सपेन्सिभको कुराहरू विभिन्न कुराहरूले फेभरेबल कन्ट्री छ। त्यस्तो खालको नोम्याड भिजाहरू, रिटायरमेन्ट भिजाहरू, मान्छे रिटायरमेन्ट भएपछि घाम लाग्ने ठाउँमा कहाँ बस्ने, स्पेन टाढा महँगो, त्योभन्दा सस्तो कहाँ छ नेपाल छ। यसलाई ब्रान्डिङ गर्दै गर्दै हामीले नयाँ नयाँ कन्सेप्ट र आइडियाजहरू पार्टीमा इन्ट्रोड्युस गर्न लगाएका गर्छौँ र केही वर्षमा होइन नेपालमा अलिकति इकोनोमिक अपलिफ्टमेन्ट हुने भनेका प्रोग्रामहरू ल्याउँदै ल्याउँदै नेपालले सायद होपफुल्ली हामी पनि फर्किने वातावरण बन्छ होला भन्ने हामीले आशा गरौँ भन्दै सबै साथीहरूलाई फेरि पनि थ्याङ्क यू भेरी मच धन्यवाद व्यक्त गर्न चाहेँ। र प्रोग्राम पनि हामीले अब यति गर्दै आजको प्रोग्राम टुङ्ग्याउँछौँ। सबै साथीहरूलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।